त्यो दिदी तपाईँको छोरा गइसक्यो यहाँ छिटो मम्मीलाई बुढा लिएर आउला रे न बरु सजिलो हुन्थ्यो अर्को बाउला फेरि यहाँ हुन्छ मेरो भान्जाको हालत यस्तो भइसक्यो अब खुस्किसक्यो भान्जा गइसक्यो अब के गर्ने अब अघि बिहानदेखि नि यस्तै छ खाना पनि खाएको छैन यो मान्छेले आज अघिदेखि नि यस्तो ल आज हाम्रो खाजा चाहिँ यस्तो प्रकारको हेल्दी खाजा छ ट्याक्क पारेर खाजा भने पनि खाना भने पनि यही हो मेरो चाहिँ गाइजहरू ट्याक्क लगाएर दही पनि रहेछ हाम्रो घरमा चुरोटे चाहिँ को छ हौ ओहो धेरै पछि हाम्रो दिदीलाई देख्नु पाउने भयो दर्शकहरूले त्यही छ मेरो चाहिँ हालखबर आज बिजोक छ आज काम गर्दा गर्दा चोली माथि झिला झिला सितारा केटी हेर्दै मुख पर्ने कठै म बिचारा कस्तै गीत पनि आजको बिहानको खाजामा एकदमै साधारण राम्रो खाना प्रकृतिबाट पाएको आज भन्ने एउटा कुरा छ क्या सुमोको लागि मात्रै ल्याइदिएँ मैले तिमीहरूलाई चाहिँ कस्तोलाई भोक नलाग्नु नि काम मात्रै गरी मन नलाग्नु त्यही त है त्यस्तो सोचाइ सबैको हुन् मारिदिने होला नि मान्छे त खाना नलिकन है कहाँबाट आउँछ यो गोदेको जस्तो सोच अजिबको सोच हेर्नु त नि आउँछ नि तरकारी किन्नु जाँदा यो मेरो अन्डा के भयो सबै पत्रियो खै नयाँ अन्डा परेछ राम्रो साफ पाकेन होइन यो नयाँ अन्डा यो पुरानो अन्डा चाहिँ साफ साफ पऱ्यो नि भाग्यमा त्यस्तै हो नयाँ भएपछि यस्तो हेल्दी खाना खाएपछि 12 बजीतिर नि कति हल्ला गरे है त्यो त सबसे हेल्दी त्यो रोटी सोटी लग्दै भने बाउ खान्थ्यो होला नि नखाने रे अहिले कस्तो खान्छ बिहानको ब्रेकफास्ट यति हेल्दी छ कि है अच्छा ब्रेकफास्ट त भन्दैन अब त दिउँसो 1 बजिसक्यो होला कि कति बज्यो अब त्यसलाई त खाना भन्छ साथी हो मेरो त खाना त यस्तो पो छ है पुरा ट्याक्क रोटी 2 त बजेन 1 साढे भयो 1 साढे पनि पाएन 1 बजेर 2 मिनट गयो भन्नु नि 2 बजे 2 भनेको त कहाँ रोटी आलु चना अनि त्यसमाथि फेरि प्लस अन्डा ओहो प्रोटिन त भरपुर नि त मेरो पानी चाहिँ लिएर आउनु मम्मी त कस्तो पानी डिप्रेशन मैं डिप्रेशन में रहता हूँ हमेशा अब भी मैं डिप्रेशन में हूँ त्यस्तो पानी क्या सुरुमा मुहानबाट निस्किन्छ होइन त्यो जमिन मुनिबाट भुलभुल निस्किन्छ त्यो सेतो सेतो रङै हुँदैन पानी होइन त्यो के ऐना जस्तो बग्छ नि भुलभुल देख्छ होइन जङ्गलतिर प्रायः हुन्छ हाम्रो पानी चाहिँ राइज भन्छन् कुन पानी भनेको भन्दैछ हाम्रो दिदीहरूको त्यो माथि जङ्गल माथि थियो नि थाहा छ के हो त्यो पानी चाहिँ कल 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 बग्छ नि त्यो त्यसको रङ हुँदैन नि थाहा छ हो अब पानी कुन पानी भन्छ ले न पानी भनेको कुन पानी अरे ल तैँले पनि ल्याउँदा भयो नि त नि खालि यसलाई मात्रै सक्ने काम किन हराइरहेको यसलाई अघिदेखि काम गर्दा गर्दा पत्ला भइसक्यो मान्छे या नाथे त्यति काम गरेर पत्ला ए जीविका छ
फेरि भनेको मानिहाल्दैन नि अब जिपी जिपू अहिले मानेर ढल्ला छ जिपी कालु मामालाई के लाग्यो फान ल्याइदेऊ त बाबा ऊ देख्नु हो पानी ल्याइदेऊ त पानी ल्याइदेऊ त के लाग्यो क्या मामालाई पानी ल्याइदेऊ त त्यो फ्रिजभित्रकै लिएर आए पनि हुन्छ भोलि नि छुट्टी होइन छोरा मान्छे चाहिँ अलिक खानुपर्छ दिदी तँलाई चाहिँ धेरै भयो डाइट यति रोटी अन्डाले पुग्नु पर्ने चाउचाउले बाँच्दाखेरि त भइरहेको छ मान्छे अहिले त्यो चाउचाउ खाएर तेरो भएको दाँत के निको हुँदैछ अहिले त्यसो भए फोका सोका के आएको होला यस्तो राम्रो संस्कृत भेनाको कति